लाजको हेर्नु न मौसम के भएको अब यता पछाडिको मौसम हेर्नु त यहाँ डाँडा एउटा देखेकै छैन हेर्नु न कस्तो भागिरहेको छ हामी हेर्नुहोस् हामीले आप टिप्न लाग्यो यस्तो कति धेरै भए यता हेर्नु न यहाँ मौसम यस्तो छ मौसम फुलहरू हेर्नु त साथीहरू लाजको हेर्नु न मौसम के भएको यस्तो सधैँ भगवान् यस्तो भएछ मौसम यहाँमा नि हेर्नु त यहाँ बर्खा लागेकै हो त साथीहरू कमेन्ट गर्नु होला मिठो कमेन्ट के भएको यस्तो आमा हो दिनकै साथीहरू दिनकै के गरे हो यस्तो यो मौसमले यहाँमा कति दिन भइसक्यो साथीहरू यस्तोको भएको बेलुका 3-4 बजेसित सुरु भइहाल्छ फेरि हावाहुरी आउन पानी आउन हेर्नु न यहाँ हावाहुरी नत्र पनि पानी मात्रै आयो भने त भइहाल्थ्यो होला नि पुरा साथीहरू हेर्नु त यहाँ हाम्रो मौसम त खत्रै हो क्या खत्रै मौसम चाहिँ डेन्जरै भएको छ बेलुका हुनै हुन्न 3-4 बजे होइन सधैँ के भएको यतातिर के भएको साथीहरू हामी चाहिँ यहाँ बसिरहेको थियौँ अनि कति दिन भएको थियो नि त भिडियो नबनाएको सो अनि त्यही भएर फेरि आज अलिअलि 2-4 मिनट भयो भने भिडियो बनाउँछु भनेर गरेर आउन लाग्छ साथीहरू यहाँ पानीले भिज्न लागिसक्यो बाहिर आएर यहाँ मौसम देखाउन लाग्यो मैले लो यस्तो भएछ मौसम साथीहरू मेरो मम्मीको भ्लगमा धेरै धेरै स्वागत छ उहाँहरू साथीहरू पानी परेर हाम्रो आपत आज चाहिँ 1 बजे छुट्टी भयो किनकि आज के हो रे मामु बसन्त हो त्यही भएर आज 1 बजे छुट्टी भयो त्यही पनि धेरैको थिएन मम्मी एउटाको थियो त्यही भएर छिटो आमासँग खाना बनाउला भनेको त यस्तो पो आपत परिरहेको साथीहरू के हो यो के हो कति डल्लै परे यो के हो अब यता पछाडिको मौसम हेर्नु त यहाँ डाँडा एउटा देखेकै छैन हेर्नु न कस्तो पानी परेको हो कि कस्तो पानी परेको छ आम्बोमा त ढले भइहाल्छ साथीहरू ए हावाहुरी यसरी हावाहुरी चलेर पानी परेपछि के हुन्छ साथीहरू हाम्रो हालत हेर्नु त यो एउटा डाँडै देखेको छैन पुरै यहाँ पानी परेर यसरी पानी परेर कि यति ठुलो त्यो मानुङ डाँडा यो त देखेछ त मानुङ डाँडा अलिकति देखे है अलिअलि देखे साथीहरू हेर्नुहोस् त त्यो यस्तो नक्साले गरेर मात्रै देखेको नक्साले गरेर मात्रै देखेको है यो चाहिँ आँपको रुख हो साथीहरू बल्ल बल्ल यत्रो भएको थियो आँप जति सबै झारिदियो हावाहुरीले साथीहरू मैले कत्रो टिपेको थिएँ यही रुखको टिपेको साथीहरू ल हेर्नु न कत्रो छ आँप देख्नु भएको छ तपाईँहरू ठुलो रुख तर आँप भने यत्रोको हो साथीहरू यता भित्र हावाहुरी चलेर म त दङ्गै परेँ हेर्नु त्यो त साथीहरू हेर्नुहोस् त अब अगाडिको हालत अब अगाडि हेर्नु न
हेर्नुहोस् हामीले आँप टिप्न लगाएको। हेर्नुहोस् त कति धेरै भए कता गयो अरू। अब अर्को ठाउँमा जान्छौँ। यता कति धेरै हो साथीहरू। अब हेर्नुहोस् ल टिप्दै गइरहौँ हामी त। सुरु टिपिरहौँ। यता नि हुनसक्छ मामु यता आउनुहोस् त। कति धेरै हुन्छ यता साथीहरू। साथीहरू हेर्नुहोस् त यहाँ हेर्नु त साथीहरू आँप कागज चाहिँ टिप्दिने रहेछ। अब अर्को ठाउँमा जान्छौँ साथीहरू। यतातिर होइन अब अर्को अब यतातिर जान्छौँ साथीहरू। हेर्नुहोस् त त्यहाँ साथीहरू हामी चाहिँ आँप टिप्नको पानी बिसायो। अब चाहिँ हामी आँप टिप्नको साथीहरू सानोमा यस्तो हाउरी चल्दा नि पानी परेर गुटुङ टुङ कुदेर हामीले आँप साप टिपेर लिएर आउँथ्यौँ साथीहरू। अहिले पनि त्यही गर्न आएको। अब हामीहरू यहाँ आमा छोरी भएर गुटुङ टुङ पारेर कुद्दै पानी बिसाउने बित्तिकै हामी आँप टिप्न आएको साथीहरू। अब चाहिँ हामी यतातिर टिप्छौँ। लौ समाता त छोरी समाउँछौँ। अब चाहिँ साथीहरू क्यामेरा हेर्नु न बजे साथीहरू गुटुङ टुङ हामी उता पुगेर यति धेरै लिएर आइभ्यो नि कागती। यताको सानो हो। अघि नै के ठाउँमा जाऊँ न। मलाई देखाउनु न मलाई। यहाँ बसेरै टिप्नु पर्ने अवस्था आइसक्यो। अब मल खसाल्यो है पानीमा खसालिदिनु। हेर्नुहोस् त साथीहरू लाउनु साथीहरू पानीमा खसालिन्छ नानी मोबाइल के भयो फेरि चप्पललाई राम्रोसँग मलाई मात्र देखाउँछु। लाउनुहोस् अनि फेरि साथीहरू गुटुङ टुङ भेटाइरहौँ हामीले त। फटाफट टिप्दिने हो कि परेपछि मामु जुगा त लाग्दैन यस्तो पानीमा नि जुगा लाग्छ त। वाइ साथीहरू वाइ यस्तो मजाको दादी। तिमी नटिप त तिमी मोबाइल मात्रै छमा त के गर्दैन। चल्दा पानी त यस्तो राम्रो हुन्छ साथीहरू हामी चोर्न आएको कि चोर्न। फेरि अघि नै के ठाउँमा जाऊँ न मामु। अब यता अलि हिँड्नु न माथि हिँड्नु त माथि छ। तल देखाउनु तल आँप तपाईँ के यहाँ त त्यहाँ यति साथीहरू हामी त बजे तपाईँको कति भयो? के बुता के बोल्न सक्छु।
बहिनी उठि फेरि माथि खोल्न जानु भइसक्यो बाटो त हेर न यसले क्यामेरा के गरे देखेर के देखेर टिपेर हेर्नु न यहाँ साथीहरू यत्रो के गर्ने होला यत्रो आँप भइरहेछ साथीहरू उहाँ हेर्नुहोस् न उहाँ बजाइले नै टिपिरहनु यत्रो हाती दुखी भाइ मामु बन्द गरिदिउँ भागिरहेको छ हामी आँपचोरेर भागेको साथीहरू हामी चाहिँ अब बाटो हेर्छु नि उता खै मम्मी साथीहरू यहाँ हेर्नु न मेरो छोरी अहिलेसम्म सुतेकै छैन यहाँ मेरो छोरी अहिलेसम्म सुतेकै छैन यहाँ हामीले चाहिँ आँप यति बटाएको आज यति बटाएँ दुईटा चाहिँ गयो यति बटाएको साथीहरू आज चाहिँ आँप हामीले हावाहुरी यति आएको थियो नि त अनि हावाहुरी आउँदाखेरि आँप झराले थियो त्यहाँ त्यताको मैले देखाएको थिएँ नि त भिडियोमा हावाहुरी आउँदा पनि आँपको रुख हो त्यही गएर बटाएर लिएर आएको हामी चाहिँ आमा छोरी गएर सो तपाईँहरूले देखि नै हाल्नुभयो होला नि त अनि चाहिँ साथीहरू आफ्टर लङ टाइमपछि मैले भिडियो गराएको आज होइन यहाँ बगर त सानो भिडियो गराउँदैन छोरीले के भएको साथीहरू यहाँ अनि भयो आफ्टर लङ टाइमपछि भिडियो गराएको साथीहरू कति दिन पछि थियो अब कति दिन भयो मैले भिडियो नबनाएको धेरै दिन भयो नि त मैले भिडियो पोस्ट नगरेको युट्युबमा अनि आज चाहिँ अब कति 4-5 दिन भयो क्या साथीहरू लगातार हाम्रोतिर चाहिँ हावाहुरी आएको अब तपाईँहरूतिर चाहिँ आछ कि आछेन प्लिज कमेन्ट गर्नु होला कहाँदेखि हेर्नुहुन्छ मेरो भिडियो के गर्ने हो साथीहरू मैले के गर्ने हो के म त पागलै हुन्छ हेरौँ न यहाँ एकछिन नचली पनि बस्न सके पो त नि एकछिन नचली बस्नु सक्दिनँ के हो के गर्ने हो मैले सब तपाईँहरूको छोराछोरी नै यस्तै हो कि मेरो मात्रै हो साथीहरू सो अब आज चाहिँ के गरेँ भनेर तपाईँहरूलाई देखाइ नै सकेँ साथीहरू मैले चाहिँ अब भिडियो आज स्टार्ट नगरे पनि एकैचोटि हावाहुरी आएको देखाएको अनि त्यसपछि चाहिँ अब कति दिनपछि भिडियो बनाएको नि त अनि त्यही भएर फेरि धेरै दिन भएको थियो भिडियो नबनाएको अनि त्यही भएर आज चाहिँ भिडियो गराइदिन्छु भनेर गराएको साथीहरू हावाहुरी आएर कहीँ जान नै पाएको छैन अनि त्यसपछि यो भैँसी झन् कहाँ जान पाइयो साथीहरू कहीँ जान पाएन घर छोडेर हिँड्न पाए त मरिजाऊँ कि अनि त्यही भएर सो त्यसरी साथीहरू मैले चाहिँ भिडियोहरू गराएकै थिएन अनि त्यसपछि अब साथीहरू भन्ने पनि कोही पनि छैन सो एक्लै हो अनि त्यही भएर कहीँ जानु पनि छैन केही गर्नु नि छैन छोरी हेऱ्यो बस्यो छोरी हेऱ्यो बस्यो घरमै अनि घरको कति भिडियो गराउनु भनेर गराएन साथीहरू मैले यहाँ हेर्नु न सो अनि त्यसपछि आज चाहिँ हावाहुरी आएको 4-5 दिन भयो कि लगातार अनि आज चाहिँ गराउँछु भनेर गराएँ साथीहरू आजको भिडियो चाहिँ यस्तै नै भयो अनि तपाईँहरूकोतिर पनि हावाहुरी बतासहरू चलेछ भने प्लिज सेफ भएर बस्नु होला साथीहरू आफ्नो घरबाट बाहिर ननिस्किनु होला हावाहुरी चल्दाखेरि चाहिँ त्यही भन्न चाहन्छु अनि आजको भिडियो चाहिँ यस्तै नै भयो अनि नयाँ साथीहरू हुनुहुन्छ भने प्लिज सेयर सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला साथीहरू प्लिज सब्सक्राइब गरिदिनु होला भन्दै आज भने यही भिडियो यति एन्ड गर्न चाहन्छु सो बाई बाई एभ्रिवान।